कहाँ आयो यस्तो गर्मी खाना यो मान्छे फेरि के भिडियो बनाउँदैछ भन्ने लाग्ला तपाईहरुलाई। यो चाहिँ झापा जिल्लाको बिर्तामोडबाट अलिकति माथि आएपछि अर्जुनधारा भन्ने ठाउँमा भगवान अर्जुनले चाहिँ बाण हानेर निकालेको यो तलाउ हो। यहाँ त्यस्तो तलाउहरू छ र यो चाहिँ महाभारतसँग सम्बन्धित कुरामा चाहिँ यो लीलाहरू आउँछ। र यहाँ दुईटा गाईको शालिगहरू पनि छ। दुईटा गाईको शालिग चाहिँ किन राखेको होला, गाई चरिरहेको छ नि त, किन राखेको होला भन्ने तपाईँलाई लाग्न सक्छ। यो चाहिँ गाईहरू अर्जुनले चराउँदै गाईहरूलाई चाहिँ साथै तिर्खा लाग्यो। अनि गाईहरूलाई तिर्खा लागिसके पछाडि अर्जुनले चाहिँ यो बाण हानेर चाहिँ यहाँबाट पानी निकालेर खुवाएको ठाउँ भएको हुनाले गर्दा अर्जुनधारा भनियो है। त्यो भएको हुनाले गर्दा यो ऐतिहासिक रूपमा पनि धार्मिक रूपमा पनि पर्यटकीय स्थलले पनि अत्यन्तै दिव्य ठाउँ हो। यो तपाईहरु चाहिँ झापा आउनुभयो भने अर्जुनधारालाई खोज्दै आउनु होला यहाँ दर्शन गर्नको लागि। 108 शिवलिङ्ग, अर्जुनधारा गुरुकुल र हाम्रो यी श्रद्धालु भक्तजनहरू पनि थुप्रै आउनु रहेछ यहाँ दर्शन गर्नको लागि है। माछाहरू पनि थुप्रै छ यहाँ। एक नम्बर रहेछ यो चाहिँ दर्शन गर्नको लागि। ल हेर भजन पनि बिट्ठो गाउनु रहेछ है आमा दिदी बहिनीहरूले चाहिँ। यस्तो राम्रो ठाउँ रहेछ यो भक्तजनहरू आउने दर्शन गर्न आउने एउटा यो ऐतिहासिक पौराणिक र दिव्यताले भरिपूर्ण यो झापा जिल्लाको अर्जुनधारा भन्ने ठाउँमा रहेको यो दिव्य स्थानलाई चाहिँ दर्शन गर्नु होला अनि पुण्य कमाउनु होला भन्न चाहन्छु। र यस्तै गरी यो भ्लगको सिलसिलामा तपाईहरुलाई म यहाँको ठाउँहरू पनि देखाउँछु है त। बिहान चाहिँ शिव शताक्षी धाम पनि म गएँ, त्यहाँ पनि दिव्य लाग्यो। त्यसको पनि भ्लग चाँडै नै आउँदैछ भने यहाँको पनि तपाईहरुलाई म भ्लगहरू चाहिँ देखाउँछु। यहाँको दिव्य दिव्य ठाउँहरू तपाईहरुलाई म देखाउने क्रममा छु है। ठुलो छ ताल, यहाँ यो मूल मन्दिर रहेछ यहाँनिर है। अनि यो चाहिँ मेन गेट हो, यहाँनिर मेन गेट छ, दिव्य छ। र यहाँ चरा यो चराको छ र 108 शिवलिङ्ग पनि छ यहाँ दिव्य है। 108 शिवलिङ्ग पनि रहेछ, अद्भुत लाग्यो मलाई त। र ठाउँ राम्रो छ यहाँ। यहाँ नवग्रहको पूजा गर्ने ठाउँ पनि रहेछ है त। गुरुकुलहरू पनि सञ्चालन रहेछ, कक्षा 5 सम्म चाहिँ यहाँ पढाइ हुने रहेछ। नवग्रहहरूको चाहिँ मूर्तिहरू पनि रहेछ, दिव्य लाग्यो दिव्य। हेर्नुहोस् है त, यस्तो राम्रो यस्तो दिव्य अद्भुत छ। अब यहाँ एउटा बटुकसँग वार्तालाप गर्ने मन लागिरहेको छ। एकदमै दिव्य दिव्य बच्चाहरू पनि यहाँ, यी गुरुकुलको बच्चाहरू पनि यहाँ हुँदो रहेछ। र यहाँ पनि गुरु एकजना गुरुलाई मैले भेटेँ। गुरु नमस्कार, प्रणाम। नमस्ते। हजुर घर कहाँ पऱ्यो हजुरको? मेरो खोटाङ जिल्लाबाट यहाँ पढ्दै आउनु भएको? कतिमा पढ्दै हुनुहुन्छ अहिले? 9मा। यहीँ पढाइ हुन्छ 9मा? पर पहिला यहीँ पढ्नु भयो? ए यहाँ कतिसम्म पढाइ हुन्छ? यहाँ 5। ए है त, यहाँ 5 सम्म हुन्छ। के पढाइ हुन्छ यहाँ गुरु? यहाँ रुद्री चण्डी वेद व्याकरण। ए रुद्री चण्डी वेद व्याकरण पढ्नुहुन्छ तपाईँहरू होइन? कति जिल्लाको मान्छेहरू हुनुहुन्छ यहाँ? निकै जिल्ला भन्नाले लगभग 5-6 जिल्ला। कति जिल्ला? झापा, काठमाडौँ, पाल्पा अनि अरू जिल्ला भयो? इन्डिया आसामबाट पनि यहाँ पढ्न आउनुहुन्छ। यो थुप्रै गुरुकुलका बच्चाहरू यहाँ आउनुभएको छ है। गुरुहरूलाई प्रणाम है, राधे राधे है। प्रणाम, राधे राधे। ल राम्रो संस्कृत पढ्नुहोस् है, उज्जवल भविष्यको कामना छ तपाईँहरूलाई। यो दिव्य दिव्य ठाउँ रहेछ है त। ल तपाईँहरू पनि यहाँ चाहिँ भिजिट गर्नु होला भन्न चाहन्छु। र मेरो यो भ्लगमा तपाईँहरूले चाहिँ यहाँको 108 शिवलिङ्गलाई पनि देखाउने कोसिसमा छु म। 108 शिवलिङ्ग पनि यहाँ रहेको छ। 108 शिवलिङ्गको दर्शन गर्ने बित्तिकै मनोकामनाहरू परिपूर्ण हुने भएको कारणले गर्दा यो अत्यन्तै पवित्र स्थलमा 108 चाहिँ शिवलिङ्गहरू बनाइएको रहेछ है। त्यसको जानकारी तपाईँहरूलाई मैले एकदमै भद्रताको साथमा दिइरहेको छु। तपाईँहरूलाई कस्तो लाग्छ मेरो यो भिडियो होइन? हेर्नु होला, प्रतिक्रिया, लाइक, कमेन्ट, सेयर गरेर मलाई साथ सपोर्ट गर्नु होला। यस्तै खालका ओझेलमा परेका धार्मिक स्थलहरूलाई चाहिँ उजागरण गर्ने कार्य चाहिँ मबाट अवश्य पनि हुनेछ। र यस्तो गराउँदैछु मैले भ्लगहरू है। तपाईँहरूले पनि हेरेर यसलाई चाहिँ मनन चिन्तन निर्देशन गरिदिनु होला। यही नै हो। र यहाँ चाहिँ अर्जुनधारा जलेश्वर धाम चाहिँ कक्षा 5 सम्म पढाइ हुने एउटा गुरुकुल पनि रहेछ, दिव्य लाग्यो मलाई चाहिँ। तपाईँहरू पनि अवश्य पनि यहाँ भिजिट गर्नु होला है त। ओके बाई है त।